नेपाली राजनीतिका एक विलक्षण दार्शनिक र क्रान्तिकारी नेता रूपचन्द्र बिष्टको बारेमा कुरा गर्दैछौँ, जसलाई रुदाने भनेर पनि चिनिन्छ, जसको जन्म विक्रम सम्वत 1990 पुस 26 गते पालुङ मकवानपुरमा भएको थियो। रूपचन्द्र बिष्टको सबैभन्दा ठुलो योगदान उनले सुरु गरेको थाहा अभियान हो। उनले भित्ता भित्तामा थाहा लेखेर जनतालाई सचेत गराउने काम गरेका थिए। रूपचन्द्र बिष्ट, जसले राजाको दरबारमा गएर राजालाई नै थर्काउने आँट गर्थे, जसले जनतालाई मन परे भोट देऊ, मैले विकास गर्छु जस्तो लाग्छ भने भोट देऊ, अन्यथा मलाई भोट नदेऊ भन्दै थर्काउँथे। उनले नेता जनताको सेवा गर्न राजनीति गर्ने हो, भ्रष्टाचार गर्न होइन भन्दै जनतालाई भाषण दिन्थे, जो सुन्दा पनि आङ नै सिरिङ्ग हुन्थ्यो। सन् 1970 को दशकको सुरुवातमा उनले थाहा अभियान सुरु गरे। किसानको राजनीति किसानले नै गर्नुपर्छ, महिलाले आफ्नो नेतृत्व गर्नुपर्छ र आफू जागृत भएर मात्र उत्पीडनलाई कम गर्न सकिन्छ भन्ने विश्वास उनमा थियो। मेहनती मानिसहरू गरिब रहने, अल्छी तथा धूर्तहरू धनी हुने प्रणालीलाई उनले ढाका तन्त्रको संज्ञा दिएका थिए। उनको तर्क थियो कि यस्तो प्रणालीमा पुरुषले मदिरा र जुवामा समय बिताए पनि ऊ मालिक नै रहिरहन्छ, जबकि महिलाले जतिसुकै काम गरे पनि वा धन आर्जन गरे पनि उनी दासकै रूपमा रहिरहन्छन्। यस्तो प्रणालीको अन्त्यका लागि उनले सबैलाई सचेत र जागरुक रहन आग्रह गरे। बिष्ट प्राय नैतिक भ्रष्टाचारलाई अत्यन्तै खतरनाक मान्थे। एक पटक मकवानपुरको विकट पहाडी गाउँको भ्रमणको क्रममा उनले एक व्यक्तिले भुट्दै गरेको मकैबाट राम्रा राम्रा दाना छानेको देखे। उनले तुरुन्तै टिप्पणी गरे, यदि तिमी राम्रो राम्रो मकै खानका लागि पनि यसरी ठग्छौ भने तिम्रो हातमा देश पर्यो भने के गर्छौ भन्दै उनले जवाब दिए। यस्तो स्वभाव थियो उनको। आफ्नो राजनीतिक जीवनभर बिष्टले निरन्तर पञ्चायती व्यवस्था, त्यस्ता अनुयायी र समानतावादमाथि प्रहार गरिरहे। तर प्रजातन्त्रको पुनर्स्थापनापछि केही दलहरूले देशव्यापी रूपमा बिष्टले जुन आन्दोलनका क्रममा पञ्चायती व्यवस्थासँग सम्झौता गरेको भन्दै भ्रम फैलाए। देशव्यापी सञ्जाल भएको पार्टीले फैलाएको यस्तो भ्रामक प्रचारलाई उनले चिर्न सकेनन्। फलस्वरूप उनले जसलाई बिउजाउन खोजेका थिए तिनै मानिसहरूमा उनीप्रति भ्रम पैदा भयो। यद्यपि बिष्ट आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए भन्ने कुरा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्रोसँग थाहा थियो, जसले कुनै समय मकवानपुरको दामनमा रूपचन्द्रसँगै उभिएर भाषण गरेका थिए। जीवनको अन्तिम चरणमा उनी पूर्णतः एक्लो र चिन्तित र अत्यन्त निराश थिए। उनको मुख्य दुःख यो थियो कि जसलाई उनले बिउजाउने प्रयास गरे उनीहरू नै तटस्थ र उदासी रहे। यस्तो आरोपपछि उनको स्वास्थ्य अवस्था बिस्तारै बिग्रिन लाग्यो, जसले गर्दा उनलाई वीर अस्पतालमा भर्ना गरियो। विक्रम सम्वत 2057 मा उनी वीर अस्पतालमा नै निधन भयो। बिष्ट एक असल निडर नेता थिए, जो लोभ नभई जनताको सेवा गर्नका लागि राजनीतिमा आएका थिए।